हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। सो आजको भ्लग चाहिँ म नेपालीमा कुरा गर्छु किनभने अरू बेला चाहिँ म हिन्दीमा बोल्छु। तर आज चाहिँ किनभने यो चाहिँ मेरो लेट भ्लग भएको कारणले गर्दामा अनि यता चाहिँ मेरो ससुरालीमा झाँसीमा चाहिँ यो पूजा हुँदो रहेछ, लाइक सोमवती अमावस्या भन्दो रहेछ। धेरै त थाहा छैन मलाई किनभने मैले फर्स्ट टाइम गरेको हो। सो यो चाहिँ हाम्रो अस्ति सोमबारको दिन थियो अनि यो चाहिँ भएर हामीले चाहिँ त्यो पूजा गर्नुभन्दा अगाडि आल्टाहरू लाउनु पर्ने हुन्छ। अनि आल्टाहरू लगाएर दिदीले लगायो, त्यसपछि मैले लगाएँ, मम्मीले लाउनुभयो। त्यसपछि त्यो गरेर चाहिँ हामीले यहाँ तुलसी माताको पूजा गर्नुपर्दो रहेछ। अनि तुलसी माताको पूजा गर्दाखेरि चाहिँ हामीले यहाँ 108वटा टिका लगाएर अनि 108वटा नै त्यसमा यसको अब वरिपरि अहिले एकछिनमा परिक्रमा गर्दै गर्दै भोग लाउनु पर्ने हुँदो रहेछ। अनि त्यसमा चाहिँ आउँछ जस्तै कि चाना 108वटा भए पनि, किसमिस 108वटा भए पनि त्यसले हामीले पूजा गर्नुपर्दो रहेछ। सो हामीले पनि यहाँ गर्दैछु। मेरो चाहिँ फर्स्ट टाइम हो यता झाँसीमा। मेरो चाहिँ यता परिवारले गर्नुहुन्छ नि त, यता नेपाली नै हुनुहुन्छ तर पनि यता अब सबैजनाको बिचमा बसेर चाहिँ यस्तो पूजा गर्नु हुँदो रहेछ। तर हाम्रो उता दार्जिलिङमा चाहिँ यस्तो पूजाहरू गरेको मैले देखेको थिएन। सो त्यसैले मैले भ्लग बनाएको हो। एन्ड यो तुलसी मातालाई चाहिँ अब श्रृङ्गारको सामानहरू सबै कुरा चढ्दो रहेछ। अब जस्तै कि पूजामा चढ्ने अब श्रृङ्गारको सामान त सबैलाई थाहै छ। अनि तुलसी मातालाई त्यो चढेपछि चाहिँ हामी तिनैजनाले पूजा गऱ्यौँ। पूजा गर्दाखेरि चाहिँ घुम्नु पर्दैछ। त्यसपछि यो सबै मम्मी र दिदीले सिकाउँदै जानुभयो अनि मैले त्यही हेर्दै गर्दै गरेको। अनि त्यसपछि यो सबै गरिसकेर मम्मीले टिका लगाइदिनु भयो। टिका लगाइदिएपछि चाहिँ हामीले यो चाहिँ 108पल्ट घुम्नु पर्दो रहेछ, परिक्रमा गर्नुपर्दो रहेछ तुलसीको वरिपरि परिक्रमा गर्दै गर्दै। त्यसमा चाहिँ हामीले चाहिँ एउटा चाहिँ चाना लिएको थियो अनि एउटा चाहिँ किसमिस लिएको थियो। 108वटा किसमिस 108वटा चाना गर्दै लिएर चाहिँ हामीले यो त्यतिपल्ट नै घुमेर परिक्रमा गर्नुपर्ने हुन्छ। सो हामी सबैजनाले गऱ्यौँ। यो गर्दा चाहिँ यति बिघ्न गरम थियो, यति बिघ्न गरम छ हाम्रो यता चाहिँ अहिलेसम्म एकपल्ट पानी पनि परेको छैन। सो धेरै गर्मी छ तर पनि हामीले गरेँ। लास्टमा चाहिँ पूजा गरिसकेर मेरो चाहिँ हालत यस्तो भइसकेको थियो। सो थ्याङ्क्स फर वाचिङ, सी यू इन नेक्स्ट